यस स्वतन्त्र सभामा उपस्थित सम्पूर्णको सेवामा सविनय नम्र नमस्कार। हामीले चाहिँ यो एउटा ग्रुप बनाएका छौँ, रचनात्मक राजनीतिक रङ्गशाला भन्ने। यसमा राजनीति र दर्शन सम्बन्धी हामी कुराहरू चाहिँ छलफल गर्नेछौँ सामान्यतया, किनकि हाम्रो चाहिँ विज्ञान र नास्तिकता तार्किकता सम्बन्धीको अर्को छँदैछ। त्यसमा चाहिँ केही साथीहरूले चाहिँ अब राजनीतिको कुरा गर्ने हो र मौलिक राजनीति वैकल्पिक राजनीतिको विचार राख्ने, त्यसमा छलफल गर्ने हो भने हामीले छुट्टै छुट्टै ग्रुप बनाउँदा ठिक होला भनेर हामीले छुट्टै ग्रुप बनाएका छौँ। र यो ग्रुपको सुरुवात आज म चाहिँ दर्शनबाट गर्न चाहन्छु, किनकि धेरै साथीहरूले दर्शन पढ्नुहुन्छ, राजनीतिक दर्शन पनि पढ्नुहुन्छ, अरू चाहिँ ती अन्य दर्शनहरू जीवन दर्शनहरू पनि पढ्नुहुन्छ र तिनीहरूलाई ल्याएर फेरि लास्टमा चाहिँ हामी विज्ञानमा जोड्छौँ। र खास गरी चाहिँ दर्शनको अर्थ भनेको देख्नु, हेर्नु अथवा देखेको हेरेको कुरालाई चाहिँ वर्णन गर्नु, अनुमान लगाउनु हो। देख्नु दुई प्रकारको हुन्छ, एउटा अब्जेक्टिभ रूपमा देख्नु, भौतिक रूपमा देख्नु, एउटा अभौतिक रूपमा देख्नु। जस्तै भौतिक रूपमा देख्नु भनेको कुनै कुरालाई देख्यो, जस्तै चन्द्रमालाई देख्यो, त्यो चन्द्रमा के हो, कसरी हो, त्यहाँ किन अड्डिएको छ, कसरी त्यो बनिएको छ, के हो भनेर त्यसको बारेमा व्याख्या विश्लेषण अनुमान लगाउनु, यो होला, यसरी होला, यसरी होला भनेर व्याख्या विश्लेषण गर्नु भनेको त्यो त्यसको दर्शन हो। र जबसम्म त्यो चन्द्रमा के हो, कसो त्यसलाई हामी परीक्षण गर्न पाउँदैनौँ तबसम्म त्यो दर्शन नै रहन्छ। जब त्यो परीक्षण हुन्छ त्यसपछि त्यो विज्ञान बन्दछ। त्यसैले परीक्षण भएको दिन विज्ञान बन्दछ र परीक्षण हुनुभन्दा अगाडि चाहिँ त्यो परिकल्पना हुन्छ एउटा, त्यसकारणले हाइपोथेसिस भनिन्छ त्यसलाई। त्यसैले दर्शन भनेको एउटा हाइपोथेसिस हो, त्यसलाई चाहिँ अनुमानको रूपमा, परिकल्पनाको रूपमा हामीले लिनुपर्दछ र सत्यको रूपमा लिनु हुँदैन। अर्को अभौतिक देखाइ भन्ने हुन्छ। अभौतिक दर्शन मतलब अभौतिक कुराहरू देखेर त्यसको बारेमा विश्लेषण गर्नु भन्नाले, जस्तै जीवन के हो, जीवनलाई हेर्ने नजर, जीवनलाई हेर्नु। अब जीवनलाई हेर्ने भनेको जीवनलाई त हामी प्रत्यक्ष रूपमा हेर्न सक्दैनौँ, त्यसैले जीवनलाई चाहिँ अप्रत्यक्ष रूपमा हेराइ भनौँ होइन। त्यो भौतिक र अभौतिक हेराइ भन्दा पनि प्रत्यक्ष र अप्रत्यक्ष हेराइ भन्दा ठिक होला। अप्रत्यक्ष रूपमा जीवनलाई हेर्नु भनेको जीवन के हो, जीवन कसरी बिताउने त, के गर्ने त भनेर जीवनको बारेमा यसरी वर्णन गर्नु पनि दर्शन हुन्छ। या जुनसुकै कुराको बारेमा, जस्तै विज्ञान के हो त, विज्ञान के हो, विज्ञानले कसरी काम गर्ने त, विज्ञानलाई कसरी तरिका गर्ने त, विज्ञानको मुख्य कुरा के हो त, कसरी लैजाने त विज्ञानलाई भनेर त्यसको खाका बनाउनु दर्शन हो। अब दर्शनमा मैले अघि पनि भने, दर्शन भनेको हाम्रो परिकल्पना हो। हामीले त्यसलाई चाहिँ सत्य ठोस यही हो भनेर लिन सकिँदैन, किनकि त्यसलाई चाहिँ जब विज्ञानले प्रमाणित गर्छ वा अप्रमाणित गर्छ त्यसपछि त्यसको ठोस कुरा थाहा हुन्छ। दर्शनका केही मुख्य प्रश्नहरू, जीवन अस्तित्वसँगका मुख्य प्रश्नहरू जो साथीहरूले गर्नुहुन्छ, विज्ञान पढेका साथीहरू वैज्ञानिक हुनुहुन्छ, तार्किक बन्नुहुन्छ, वैज्ञानिक दृष्टिकोण राख्नुहुन्छ, तैपनि दर्शन पढ्नुहुन्छ। त दर्शनले भनेको छ, दर्शनको मुख्य प्रश्न अन्तिम सत्य के हो, जीवनको अर्थ के हो, यो दुईटा क्वेसन्सहरू, यो दुईटा क्वेसनलाई म लिन चाहन्छु। अन्तिम सत्य, त्यस्तो कुनै अन्तिम सत्य के हो, अल्टिमेट ट्रथ भन्ने चिज कुनै पनि छैन। त्यो विभिन्न दर्शनहरू पढेर पनि थाहा हुन्छ, किनकि कुनै दर्शनले आफ्नो दिएको छ, कुनै दर्शनले अर्को भनेको छ, कुनै दर्शनले अर्को भनेको छ। सबै दर्शनका आफ्ना आफ्ना दृष्टिकोण छन्। दर्शनका आफ्ना दृष्टिकोण भनेका तिनीहरू चाहिँ दृष्टिकोण मात्रै हुन्, जीवनलाई हेर्ने दृष्टिकोण हुन्। सबैले फरक फरक तरिकाले भनेको हुनाले त्यसको एउटै ठोस जवाफ हुँदैन, र एउटै ठोस जवाफ हुँदैन भन्ने कुरा चाहिँ हामीले चाहिँ त्यहाँबाट थाहा हुन्छ। त्यसकारण दर्शनलाई चाहिँ आफ्नो तरिकाले हामी लिन सक्छौँ। दोस्रो कुरा, जीवनको अर्थ के हो, जीवनको अर्थ के हो भन्ने कुरा पनि यो चाहिँ भगवानसँग जोडिएको कुरा हो खासमा भन्ने हो भने, किनकि भगवानले हामीलाई किन बनायो, कसरी बनायो, के उद्देश्यका लागि बनायो। अब हामी यदि भगवान छैन भन्ने मान्दछौँ, राजनीतिक विचारधारा त्यताबाट राख्दछौँ भने हाम्रो जीवनको उद्देश्य त्यस्तो अलौकिक कुनै उद्देश्य, कुनै निश्चित उद्देश्य केही पनि छैन। हाम्रो जीवनको उद्देश्य हामीले जुन निर्माण गर्छौँ त्यही नै हुन्छ। कसैलाई गिटार बजाउन मन लाग्छ, जीवनको उद्देश्य त्यही हो। कसैलाई फुटबल खेल्न मन लाग्छ, जीवनको उद्देश्य त्यही नै हो। र जीवनको उद्देश्य के हो भन्ने कुरा विज्ञानले दिइसकेको छ। हामी इभोल्युसन हुँदै आइसकेपछि त्यहाँबाट के बुझिन्छ भने हामीलाई भगवानले बनाएको होइन, हामी चाहिँ ऱ्यान्डमली त्यसै हुँदै झुकेर बनेका हौँ, निर्जीव वस्तुबाट सजीव वस्तु बनेका हौँ। निर्जीव वस्तुबाट सजीव वस्तु बनिसकेपछि जसरी निर्जीव वस्तुको कुनै अर्थ छैन, जसरी एककोषीय दुईकोषीय जीवहरूको कुनै अर्थ छैन, हाम्रो पनि कुनै अर्थ छैन। त्यसैले हामीले आफ्नो जीवन जुनसुकै तरिकाले पनि जिउन सक्छौँ, हाम्रो इच्छा अनुसार नैतिकतामा रहेर, मानवतावादी विचार राखेर आफ्नो आफ्नो उद्देश्य आफैले निर्धारण गर्न सक्छौँ, आफ्नो जीवनको अर्थ आफैले निर्धारण गर्न सक्छौँ। त्यसैले दर्शन पढ्नुको कुनै तुक छैन, दर्शन पढ्नुको खास कुनै अर्थ छैन मेरो विचारमा, किनकि दर्शन भनेको विज्ञान आउनुभन्दा अगाडि चाहिँ पढ्ने कुरा हो। दर्शन आज भन्दा 2000-3000 वर्ष अगाडिका मात्रै छन्, 1000-2000-3000 वर्ष अगाडिका मात्रै छन्। अहिले कुनै नयाँ दर्शन आएको छैन, हिजो अस्ति आएको छैन। विज्ञान भनेको सधैँ अपडेट भइराख्ने कुरा हो। त्यसकारणले दर्शनको पढ्नुको कुनै अर्थ छैन। तर दर्शन पढ्दाखेरि ठिक छ, भाषा सिकिन्छ, साहित्य सिकिन्छ, तर्क गर्न सिकिन्छ, नैतिकता अनैतिकता के हो, अथवा एउटा सबैको दृष्टिकोण आजभन्दा पुराना मान्छेहरूको दृष्टिकोण के रहेछ त, कुन कुरालाई उनीहरू के सोच्दा रहेछन्, कुन कुरालाई कसरी हेर्दा रहेछन् भनेर त्यो बुझ्न सकिन्छ। त्यो बुझ्नको लागि दर्शन पढ्दा ठिक छ, तर दर्शन पढ्ने र पढिसकेपछि त्यसलाई भुल्नुपर्छ। त्यही दर्शनको आधारले चाहिँ हामीले चाहिँ अबका नयाँ निर्णयहरू बनाउनु खासै हुँदैन। अब दर्शन एउटा जीवनको दृष्टिकोण हो, कुनलाई कसरी हेर्ने दृष्टिकोण हो, त्यो दृष्टिकोण नै चाहिएको हो भने हामी वैज्ञानिक दृष्टिकोण हामीले अपनाउनु पर्दछ र वैज्ञानिक दृष्टिकोण अनुसार चाहिँ हामीले अगाडि बढ्दै जानुपर्दछ। त्यसैले दर्शन पढ्ने, आफ्नो चाहिँ तार्किकता बढाउने, आफ्नो ज्ञान बढाउने, पहिलाका मान्छेले के कसो सोच्दा रहेछन्, आखिर सबैको दृष्टिकोण के रहेछ त जीवनलाई लिएर या अन्य कुराहरूलाई लिएर भन्ने थाहा हुन सक्छ। तर अब हामीले जाने चाहिँ कुन बाटो जाने, वैज्ञानिक दृष्टिकोणको बाटो जाने, विज्ञानलाई अगाडि लिएर जाने, नैतिकतालाई अगाडि लिएर जाने र मानवतालाई अगाडि लिएर जाने। र हरेक कुरामा केही राजनीतिक दर्शनहरूमा केही दर्शन मार्क्सका दर्शनहरू ठिक होलान्, केही दर्शन अरूका ठिक होलान्। ती सबैले जतिले पनि दर्शनहरू दिएका छन्, केही तिनका ठिक छन्, केही तिनका गलत छन्। त्यसैले हामीले ठिकलाई ठिक भनेर अँगाल्न सक्नुपर्छ, गलतलाई गलत भनेर फाल्न सक्नुपर्छ। फाल्दै आफ्नो मौलिक र रचनात्मक चाहिँ विचारहरू लिएर अगाडि बढ्नुपर्दछ। धन्यवाद।